Look at the mess. अब चाहिँ हामी निस्किन आँटेको रातिको 9 बजेको फ्लाइट छ गाइजहरु I'll see you अब Now 4 ready to go. Ready to go. मेरो चाहिँ ब्याग 6 केजी नै कति केजी 6 केजी नै बेसी छ Let's see 8 केजी धेरै भएर छ So I have to pay 151 pound यो खाने कि के खाने हो पेस्ट्री खानुपर्छ भोक लाग्यो View and my cappuccino here कस्तो उजाला भएर राम्रो थियो यतिकै चाहिँ हुनुपर्छ यतिको Yes, perfume. Guys, this is for my beautiful sister. I'm bored. I'm so tired. Sorry, क्या के हुन्छ हो त्यस्तो सबै त्यो माथि नाता गरेको सरप्राइज चिल पारामा ओहो स्निकर डङ्क सौजी एक्लै हो एक्लै त हो कस्टमर आउँछ नि बाहिरबाट के यो पनि देखाउने नि पहिला यो भयो यिनीहरूले मलाई ल्याङ गर्यो पसौ देखाउनु पर्यो नेपाल च्याटा लगाएर दामी देखाउने ल दामी भयो सौजी है मेरो भाइ सौजी युनिक्लो कजको रहेछ साना किन्ने हो क्या हो भाइको कोरियन साथीहरू भेट्यो यहाँ ह्यान्डसम भाइहरू सुजित तामाङ ह्यान्डसम भाइहरू किरण राई हो What's your name? Very lovely. So, बस स्टपहरू यहाँ वीर हस्पिटल कस्तो राम्रो भएर छ यो असनको गल्ली हुँदा जानुपर्छ पागल हुन्छ सपिङ भयो अहिले लियो अब लिँदा लियो अब हामी चाहिँ जान्छौँ रेस्टुरेन्टमा Breathtaking. Wow. So, घुम्नु न ब्याक पनि देखाउँ न ब्याक ल गाइजहरू अहिले चाहिँ हामी आयौँ इन्टरनेसनल क्लब विथ माई मम मेरो ब्रदर मेरो सिस्टर अहिले चाहिँ हामी यहाँ यस्तो के मोमो अरे चक्लेट मोमो अरे अहिले चाहिँ म यो कुरकुरे मोमो खाँदैछु यस्तै हो एकछिनमा आएपछि देखाउँछु अब हामी चाहिँ निस्केको मेरो के अरे पठाउ ड्राइभर यहाँ छ झन्डै पैसै नलिएर आएर रहेछ यहाँ 1000 रुपियाँ लास्ट रहेछ त्यति नै आयो ठ्याक्क एउटा दुईवटा खाएको भए बिजोग हुँदो रहेछ यहाँ ठिक भयो ठिक छ यहाँदेखि 5 मिनट हो घर कहाँ वान वे हो यो उताबाट आउनु मिल्दैन नि है ओके द्याट्स नाइस पहिला चाहिँ 2 वे थियो
म चाहिँ कन्सल्टेन्सी जाने बेला यतिदेखि जान्थेँ पहिला। ए आज मेरो भाइको बर्थडे हो है, एसटिएम लेखेको छ यसको पछाडि चाहिँ। मेरो भाइको बर्थडे हो आज यसको, बर्थडे बोय। दिपेश तिम्रो बाइक आयो त? तिम्रो बाइक चाहिँ हामी घर पुग्न आँट्छौँ। यहाँदेखि आइसक्यो घर पुग्ने हो। यो उसले चाहिँ निलो मास्क नलाउने अरे, सेतो मास्क किन्नु पऱ्यो अरे उसलाई चाहिँ। सेतो मास्क चाहियो अरे मेरो भाइलाई। मास्क त मास्क हो, जेलाई पनि नाटक गरेको छ त्यस्तै। कस्तो यो पनि रेस त मजाले दियो है, चोट लागिरह नि त लडेर, त्यही भएर अलि हल्का डर लागिरह। मलाई सबजनाले आँखा लागिरह। कोले यतिकै हाई गरिदिए खै मलाई को हो हैन जित पाइदै। To you, dear Deepesh. बेबी बेबी त काट्दैछ दिपेश अहिले। गयो बेबी। बोक्सी केक लिएर त्यहाँ फाल्दैछ। हामी ट्रिपल रोडमा जाँदै। Has activity gone nowhere? ओ यो त तल माथि होइन हाम्रो नि। च्यानल वेलकम टु माई ब्लग। स्विमिङ दामी देखेको भ्यू त। बर्थडे बोय आइपिएल हेर्ने कि एनपिएल कर्णाली गेम रहेछ आज आज यहाँ त फोर्थ हो। Now to introduce you to my presentation party, starting from my left. Boys here. Good evening to you. Next to me is Mr. Subhash Agrawal, who's the managing director of Rajesh Hardware Group. Good evening, sir. यो इसमें सोक भएछ नि त। ए ल हैप्पी 16 बर्थडे भाइ के हो -1 मा छ त हामी जाने -1 मा हो हो यस्तो ब्लर आउने यार यस्तो। हामी जानु आँटेको, टुकुची जानु आँटेको। अब हामीलाई पुग्दैन नि त, नेपाली हो, थकाली खानै पर्छ। यहाँ सकाली खान आएको। अब जुम गरेको कस्तो जुम 0.5 मा गरेपछि हेर नि जुम यस्तो ब्लर आउने है। यस्तो गर्दा राम्रो आउने। अघि बिहान पनि खाएको दिपेश यहाँ कति खान्छ सानो। सबै जोडी जोडी हिँडेछु म त। Next destination and celebration. Birthday boys here. Hey, we are here. बाहिर बस्नु भनेको बाहिर नि चाहिँ भित्र बस्ने हुन्छ होला हौ। ठुलो आयो है खाना। हाम्रो सबैजना बाबा बज्यो सबैजना रेडी हियर मेरो ब्रदर। बनाइरहेको छु सबै। कस्तो भयो आजको खाना? हजुर ठिकै छ ठिकै। 10 मा कति दिन चाहनुहुन्छ? 10 मा कति दिन चाहनुहुन्छ? के 10 मा कति दिन चाहनुहुन्छ आजको खानालाई? आजको खानालाई 1 2 3 4 5 6 7 8 9 10 हाइएस्ट सबभन्दा ठुलो 10। 10 मा कति दिन चाहनुहुन्छ नम्बर? सबभन्दा धेरै 10 नम्बर है। कति नम्बर दिन चाहनुहुन्छ तपाईँ? 10 नम्बर। 10 नम्बर? त्यसै मिठै छैन भन्नुभयो त अघि। अघि मिठै छैन भन्नुभयो त। 10 भनेको त एकदम मिठो भन्नुभयो। मिठो थियो के हो? मिठो थियो त भने त मैले मासु खाएन। मैले मासु त्यो फल मासुमा त त्यो निल्न सक्दैन।
मसरुम थियो त्यो च्याउ च्याउ खाएँ क्या मिठो लाग्यो तर च्याउ, 10 दिनुहुन्छ हैन त्यही भने तपाईँ कति दिनुहुन्छ म चाहिँ 8 दिन्छु 8 9 त्यस्तै 8 9 च्याउ सुरु खाएँ मैले यति हाल्दै च्याउ पनि च्याउ मिठो थियो हाल्यो, म पनि च्याउ खाएँ बाबु म त मासु खान्न च्याउ च्याउ हाल्दिनु भनेर च्याउ हाल्दैन यति नै थपी थपी 2-3 खाएर हिमा चाहिँ नेपालमा मात्रै दिन्छ है अब त्यही त्यस्तो ल्याउनु मिल्छ र हो र मिल्छ तर हल्का कर्के चार्ज लाग्छ हल्का ल्याउनु पर्छ कि है थोरै आफै मोटु पुरा म्याप रिडिङ गर्दै हुनुहुन्छ यो छुट्टै हो क्या यार मैले मगाएको थिएँ त्यो आइसकेको छ पुरानो ज्ञानवाला त्यो नम्बर सेन्ड गर्छु है तँलाई हजुर छिटो गर्छ त त्यो बाहिर राखेको छु नि बोर्डमा 92 भनेको त कहिले हौ मोटु कस्तो सही देखेँ यता हेर त मोटु दामी देखेछ लाइक द यत्तिको चाहिँ खिच्नु पर्यो है मेरो भिडियो पछि नम्बर छैन पहिला हजुर दोलखाको माथि हिमाल लम्पो पूर्वी यो हिमालहरूको जस्तो हाम्रो यो सबै टिप्टेन भाषाको छ कि त्यो ठाउँहरूको नाम तिनीहरू त्यताको मान्छेले राख्छ नि त्यही भएर सगरमाथालाई के भन्छ यसो कि टिप्टेनको अर्कै नाम भन्छ फेरि के अरे नाम अर्कै लोकेसन फाइनल भयो है स्टेज गर्नु पर्दैन मिठो रहेछ खाना त खाना टेस्टी रहेछ भाइ चाख्नुहुन्छ ममतान बाबु अब चाहिँ हामी फोटोग्राफरको मल्लाको मिटिङमा सुमीले मलाई एउटा के पार्सल पठाइदिएछ फोन उठाउनु भन्दैछ तर मैले बालबाट गर्दैछु इनकेस मलाई फोन आयो भने म मेरो भाइको नम्बर दिन्छु के भयो रे Thank you, Sumi. I love it, darling. के भने मेरो मम्मीले के बाबुलाई त कस्तो राम्रो देखाएको छ मैले चाहिँ अब के गर्नु त राम्रो देखिने नदेखिने हजुरै चाहिँ भइसक्यो मेरो ल्यासेस हेयर गरेर हामी चाहिँ यहाँ अब घर जाने बाटोमा के खाँदै हो पानीपुरी बौद्ध गेट चाहिँ यता हो खै भाइ त भाइले खाउनु लाग्छ ठाउँमै मिठो रहेछ लोकल टाइपको टेस्टी लोकल टाइपको टेस्ट है यसो हिँडेको अब ब्याङ्क एकाउन्ट बनाउनु अनि साकेलाई हेर्नु अरे साकेलाई हेर्नु लाने अरे मेरो भाइले
अनि ब्याङ्क एकाउन्ट बनाऊ सकेला हेर्न आएको र यस्तो जान्छ यहाँ त राइनी लिम्बुनीहरू छन् भन्ने हेरेको जस ड्रेस लगाएर कतिजनाले जस ड्रेस लगाएर आएको यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो घरदेखि 5 मिनट होला है भाइ यहाँ 5 मिनट सकेला हेर्नु पर्यो रे मेरो भाइ ए उदौली हो कि साकेला I don't know बिल्ला नहान्नु न साकेला होइन के रे थाहा छैन के हो I don't know यहाँ एउटा रेस्टुरेन्ट थियो त हामी हो यहाँ आउँथ्यो पहिला जहिले भ्याली भ्यू खाजा भन्ने ठाउँमा चाहिँ पहिला हाम्रो बास हुन्थ्यो यहाँ पहिला हाम्रो बास हुन्थ्यो क्या यहाँ होइन यो हो के यो हो यो के रिसोर्टमा यहीँ बास बस्थ्यो हामीहरू कति भइसक्यो है कति पैसा ए होइन न मैले के गरेको यस्तो यस्तो ब्याग है पिकनिक पो लिएर आएछ क्या बच्चा बच्चीहरूलाई झ्याउलाई यसरी टाँगेर के केटीहरू कस्तो कस्तो आउँछ रहेछन् तैँले भने मेरो भाइको कपाल हालिदिने हो केटीहरू कस्तो कस्तो आउँदो रहेछ भन्छ टिकट रे दुईजनाको कि एकजनाको दुईजनाको प्रोग्राम पनि छ यस्तोमा पनि टिकट लाग्दो रहेछ जानु यस्तोमा पनि टिकट लाग्दो रहेछ जानु थाहा पाइयो आज साकेला अरे साकेला कि उदौली पुगौली केटीहरू हेर्न आएको अरे चाहिँ यहाँ माथि कहिले आएको थिएन भाइ मलाई म एक लात्ती दिन्छु तँलाई म केलाई हेर्न आएको रे के हो सकिला नि बौली उदौली केही छैन है यहाँ चाहिँ ओ माथि कहाँ आगो लागिरहेको रहेछ पछाडि नाच्दैछ नि अब एक राउन्ड हाल्नु चल्दैछ ल केही छैन रहेछ त्यो के हेराउनु ल्याएको हो भाइले त अचम्म परेन जाने अब घर के गर्नु छ आज मेरो त मिसो सोच्नुपर्छ मेरो नेल भाँच्चे छ एउटा नेल हाल्नु पऱ्यो खुट्टाको नो भाँचेन कस्तो कच्चावाला हाल्दो रहेछ कि नेल पनि यत्रो 9,000 लिएर यार पिटिक्क भाँच्यो त त्यहाँ गएर गाली गर्नुपर्छ तामाङहरूको पनि है तामाङ ड्रेस लगाएन के अरे खै के हो होइन नि तामाङको त केही होइन आज यतिको ड्रेस लगाएर आयो होला क्या फोटो खिच्न है भोक लाग्यो अरे खै हिमाल देखिँदो रहेछ हिमाल कस्तो मजाको देखेको भाइ उ त जानै नपर्दो रहेछ त कस्तो मजाको देखेको हिमाल चाहिँ दामी देखेको हिमाल माई डेज गाइस हामी चाहिँ एउटा भोक लाग्यो भनेर आएको यति धेरै सामान अर्डर गरेको के भन्नु यस्तो लाज लागिसक्यो यसको अगाडि बस्नु यति धेरै भोकड खान नपास्नु मोमो भन्छ फ्राइड राइस भन्छ घरि के भन्छ कहिले के भन्छ अब भोलि चाहिँ अब भोलिको तयारी गर्नुपर्ने छ नेल भएको थियो नेल्स पनि हालेँ अब चाहिँ घर गएर हल्का फाइनल डान्स सिक्नुपर्छ अनि द्याट्स इट अनि मेहन्दी लाउने भनेको मेहन्दी पनि लाउने होला अनि भैया चाहिँ आउनुहुन्छ घरमा अनि मेहन्दी लाउनुपर्छ भर्खर
भाइ यहाँ हुनुहुन्छ खाँदै हुनुहुन्छ